यदि तपाईहरुले आफ्नो घरमा मोडुलर किचन बनाउन चाहनुहुन्छ र तपाईको जुन चाहिँ स्ल्याबको कन्डिसन यो प्रकारको छ भने अथवा तपाईले स्ल्याब लाउनु हुँदैछ भने तपाईलाई म एक दुईवटा बेसिक टिप्सहरु दिन चाहन्छु जसको द्वारा तपाईको किचन अझै राम्रो र अझै तपाईको फंक्सनल हुन सक्छ। त्यसमा सबैभन्दा पहिला तपाईको यसको हाइट हेर्दाखेरि तपाईको 32 हाइट हुन जरुरी छ। तपाईले यो स्ल्याब लाउनुहुन्छ यो स्ल्याबको हाइट तपाईको 22 इन्ची 22 इन्ची छ भने चाहिँ तपाईको जब हामी बादमा ग्रेनेड लाउँछ त्यो ग्रेनेड चाहिँ तपाईको 2 फिट लाउँछ। सो त्यसो गर्दा तपाईको जति पनि यो बाहिर निक्लिने जग्गा हुन्छ त्यो तपाईको राम्रो जग्गा हुन्छ। अनि तपाईले यो जग्गामा तपाईले ग्रेनेड लाउनु पर्दैन, यो जग्गामा ग्रेनेड लाउनु पर्दैन। अनि माथिको जुन चाहिँ टाइल्स हुन्छ त्यो स्ल्याब देखि तपाईको खाली 2 फिटको हाइटमा तपाईले टाइल्स लगाइदिनु भने भइहाल्छ। त्यसको माथि क्याबिनेट आइहाल्छ तपाईको। अनि जुन चाहिँ तपाईको भुइँमा छ फ्लोर छ, फ्लोरमा तपाईले सिलिन्डर राख्ने कम्पार्टमेन्ट छोडेर अरु जति पनि जग्गा बस्छ त्यसमा चाहिँ तपाईले हाफ इन्ची बाहिरको फ्लोर भन्दा यहाँ भित्रको फ्लोर चाहिँ हाफ इन्ची उठाइदिनु भयो भने तपाईको पानीहरु यताउता पोखिँदा या त मैला सैला निकाल्नु सफा गर्नु तपाईलाई धेरै नै सजिलो हुन्छ। र सिलिन्डरको एरिया चाहिँ तपाईले एउटै लेभलमा राखिदिनु भयो भने बादमा तपाईको जब सिलिन्डर ट्रलीमा बस्छ सो निकाल्नु हाल्नु तपाईलाई धेरै सजिलो हुन्छ।